हजुरले सोध्नु म त्यसको नै मजाले त्यसमा तपाईँको पुरा सुनिन्छ है मजासँग बस्दा हुन्छ तपाईँले कम्फर्टेबल भएर त्यसो के गर्नु पर्दैन मजासँग म त यसरी नै बस्छु तपाईँ जसरी बस्नुहुन्छ म त कम्फर्टेबल यसरी नै लाग्छ यसरी नै ल ठिक छ कति हो दाइ तपाईँले लगभग यो सुरु गरेको यो ट्याक्सी चलाएको चाहिँ मैले त 13-14 वर्ष नै भइसक्यो यति धेरै 14 वर्ष भइसक्यो माई गड धेरै लामो समय भयो त दाइ ट्याक्सीमै कहाँ नेपालमै चलाएको नेपालमै चलाएको बाहिर मैले विदेशमा चलाएको थिएँ यहाँ चाहिँ विदेशमा जानुभएको छैन ए सही तपाईँको ठाउँ चाहिँ घर चाहिँ मेरो घर चाहिँ बाह्र है सही काठमाडौँ कहिले आउनुभयो यार काठमाडौँ मैले आएको 67-86 तिर आएको त्यहाँदेखि ट्याक्सी चलाउनु भयो अरू के चलाउनु भयो त्यसपछि मैले यहाँ अर्कै काम गर्थेँ अनि त्यसपछि एउटा साथीको कुरामा चाहिँ मैले गाडी नै आफै किनेर आफै सिकेर चलाएको आफ्नै गाडी किनेर सिक्नुभयो सबै मान्छे ठिक उल्टो गर्छन् गाडी सिकेर किन्छन् हैन उल्टा गर्नुभयो अनि त हामी पहिला ट्र्याक्टर यताउति चलाउँथ्यौँ गाउँघरतिर अनि बाइक साइक चलाउँदाखेरि हामीले अनुभव भएको हो अनि त्यसको कारण एउटा साथीले भन्यो यही काम गर्दा राम्रो कमाइ हुन्छ 3-4 हजार जाँदैन भन्थ्यो मैले गाडी किन्दाखेरि ठिकै थियो अहिले पनि ठिकै छ हैन तर यहाँ जुन हिसाबले हामीले प्रॉफिट हुनु पर्ने नि त्यो प्रॉफिट भएन पहिला हुन्थ्यो पहिला राम्रै हुन्थ्यो पहिला ट्याक्सी ड्राइभरलाई कसरी ठग भन्दियो नि मान्छेले अहिले भन्यो कि पहिला पनि अहिले पनि त्यही कुरा छ ल भन्नु त पहिलाको सिनारियो भन्नु र पहिलाको कुरामा के ट्याक्सी ड्राइभरले कहाँबाट ठग भन्ने सुरु आयो नि मिडियाले पनि त्यही लेखिदिने हावातालमा सबभन्दा पहिला केही ट्याक्सी ड्राइभरले माग गर्यो भने ठग्न नपाएर भनिदियो अब त्यही कुरा आज पनि त्यही मिटरको हिसाबमा छ भने आज पनि विवादित नै छ अब किनकि यहाँ कुनै माफियाले आएर एउटा कम्पनी दर्ता गर्यो कम्पनी एप्स ल्यायो राइट सेयरिङ चलायो अनि चलाएपछि के हुन्छ त्यसले चाहिँ 200 लिँदाखेरि त्यो पब्लिकलाई त सुविधा पायो भने त राम्रै हो 200 लिँदा तर त्यही 200 रुपैयाँ एउटा मजदुरले माग्यो भने त्यो ठग भयो यहाँ भेदभाव कतिको राखेको छ यो सरकारको त गल्ती हो कि आज ठिक छ त्यो कुरा 200 राखेको छ भने यहाँबाट हामी वनस्थली हैन यहाँबाट 500 मिटर अगाडि गयो भने नर्मल 180 रुपैयाँ 200 रुपैयाँ लिन्छ तर त्यही हाम्रो ट्याक्सीको मिटर चलाएर गयो भने नर्मलमा गयो भने 500 मिटर गयो भने 70 रुपैयाँ आउँछ 500 मिटरको 70 500 मिटरको 70 रुपैयाँ आउँछ त त्यहाँनिर ट्याक्सी ड्राइभर त फाटा त त्यो बेला पनि फाटा थियो आज पनि फाटा कसले बनाउँछ त यो हाम्रो सरकारले बनाएको हैन पिरामिड कसले दियो त आज पनि अहिले पनि एउटा ड्राइभरले बाटोमा ट्राफिक चेकिङ आउँछ त्यसले मिटरमा 100 रुपैयाँ थप दिनु न भन्दाखेरि किन ठग्ने किन तँलाई सरकारले दिएको छैन त त्यो माफियाको जुन एप्स राइट सेयरिङ छ त्यसलाई पनि त कारबाही गर्नु पर्यो नि त नियममा ल्याउनु पर्यो नि ठिक छ म मान्छु किलोमिटरमा त्यसलाई 10 रुपैयाँ कमिसन चाहिन्छ कमिसन दियो त कमिसन बापतको त्यसले त मजदुरलाई केही गरिदिनु सक्नु पर्यो नि त नियम उल्टाइदिने माफियाहरूले पैसाको लागि 10 रुपैयाँ कमाइन एउटा ट्याक्सी ड्राइभरले 10 रुपैयाँ काम बचाउनको लागि त्यसले कति दुःख झेल्नु परेछ अब हेर्नु किलोमिटरको आउँछ 50 रुपैयाँ ट्याक्सीमा किलोमिटरको 50 आउँछ 50 रुपैयाँमा कुनै गाडी 15 नर्मल 15 को माइलेज दियो न सबभन्दा लो वाला गरौँ है हामीहरु 15 को माइलेज दियो 15 को माइलेज दियो लोमा त 12-13 आउँछ त 15 को एभरेज गरौँ त 15 को एभरेजले 1 किलोमिटरमा कति रुपैयाँ तेल खायो 15 रुपैयाँ खायो 15 रुपैयाँ त्यहाँनिर फेरि 15 रुपैयाँ त्यो खायो त्यसमा पनि यहाँ व्यवसाय छैन व्यवसाय भनेको त्यही ट्याक्सी ड्राइभर नै छ किनकि त्यो जुन व्यवसाय भन्नेहरू छ नि त्यो 100 वटा 200 वटा ट्याक्सी म राखेको छु म ट्याक्सी व्यवसाय हो भने त्यो हैन त्यो दलाल हो अहिलेको पिरियडमा आज भन्दा 10 वर्ष पहिला चाहिँ
व्यवसाय थियो ट्याक्सीमा तर आजको दिनमा व्यवसाय छैन आजको दिनमा दलाल हो दलाल कसरी भयो त कसरी भयो त्यो के गर्छ गाडी आज त मलाई मसँग 2-4 लाख रुपैयाँ छ म रोजगारी खोजिरहेको छु ट्याक्सी चलाउन पनि पाउँदैन खोज्दा पाउँदैन तर 3-4 लाख रुपैयाँ दिए भने मैले त्यही व्यवसाय भन्नेसँग 3-4 लाख रुपैयाँ दियो आफ्नो गाडीको दाम चाहिँ मूल्याङ्कन गर्यो अनि त्यसले भाडामा नदिने भाडामा दिँदैन त्यो गाडी के गर्छ त्यसले ब्याजमा दिन्छ अब 18% 20% हान्छ ब्याजमा कसलाई दिन्छ त त्यही मजदुरलाई यदि मानौ कोही ट्याक्सी चलाउने मान्छे हो भनेपछि उसलाई गाडी ब्याजमा दिने भयो गाडी आफ्नो नाममा राख्ने त्योसँग पहिला 3-4 लाख लिदिने भोलि गाडीमा केही भयो भने त्यसको 3-4 लाख डुब्यो गाडी त्यसको नाममा हुन्छ एउटा करारको कागज हुन्छ यति दिनमा तैले पैसा तिर्दिस् भने कमाएर यति महिनाको ब्याज पर्छ यति दिन तैले तिर्दिए भने म यो गाडी तेरो नाममा पास गरिदिन्छु तर त्यस्तो ड्राइभर चाहिँ 20% नै होला आफ्नो नाममा ल्याइसकेको मेहनत गरेर खुन पसिना बगाएर न त 80% ड्राइभरको पैसा डुबेको छ आज पनि रोडमा छ कति विदेशतिर गयो यस्तो व्यवस्था हटाउनका लागि फेरि ट्याक्सीलाई राम्रोसित त्यसलाई व्यवस्था गर्न सङ्घ संस्था भएन अनि त्यसको कारणले यो गाह्रो परेको कारण अब यहाँ के भएछ अब जति विदेशी एप्स आयो जति मार्केट उठाउने जति नेपाली एप्स आयो जति डुब्ने त हामी नेपाली किन भेडा भएर डुब्ने त्यहाँनिर त हामी सोच पुर्याउनु पर्ने हो नि त स्टार्टिङमा आएको पनि फेरि नेपाली नै हो टुटल भनेर आएको थियो नि नेपाली नै त्यो डुब्यो मैले उहाँलाई कति उहाँको ओनरसँग मैले कन्ट्याक्ट गर्नको लागि धेरै कोसिस गरेँ भएन अहिलेसम्म भए छैन अहिलेसम्म मैले त्यहाँ अफिसमा फोन गरेर एउटा मेसेज दिनु भनेर भन्यो मेसेज पठाए मेसेजको केही रिप्लाई छैन हैन यता एउटा भिडियो पनि मैले बनाएर पठाएँ त्यसको पनि कुनै रिप्लाई दिएन अब म सहाराको मैले सोचे सहारा नेपाली नै हो त्यसलाई अब त्योसँग हामीले कम्प्रोमाइज गरेर शेयरमा दिन्छ कि लिजमा दिन्छ त्यो एप्स हामी सुचारू गरौँ 40-50 लाख रुपैयाँ लगाएर अनि 40-50 लाख रुपैयाँ हामी लगाउँदाखेरि हामीले धेरै पैसा चाहिँदैन 10% यिनीहरू माफियाहरू खाइरहेछ नि आजको दिनमा त सरकारले कति तिरेछ 10 रुपैयाँ कमाउँदाखेरि 1 रुपैयाँ 30 पैसा तिरेछ त बाँकी 8 रुपैयाँ 20 पैसा त खाइरहेछ 80 पैसा खाइरहेछ 70 पैसा 70 पैसा खाइरहेछन् त त्यो पैसा त मजदुरलाई त कहीँ सुविधा दिनु पर्यो नि कि अब तपाईले अब पब्लिकलाई दियो मजदुर चाहिँ आफू बाटोमा बाटो छ दुःख गरेर त कम्पनीलाई त उले दिया छ नि त 5% त त्यसले मजदुरलाई त लगानी गरिदिनु पर्थ्यो नि त आजसम्म कसैले गरेको छैन अनि सहाराको के भयो सहाराको पनि मैले कन्ट्याक्ट गर्न खोजेँ तर त्यो अफिसको नम्बरमा फोन नलाग्ने जहाँ अफिस थियो त्यहाँ घरपट्टिको नम्बर लिए उहाँले के भन्नुभयो 6 महिना भइसक्यो मैले उहाँहरू छोडेर गएको त्यसको त कन्ट्याक्ट नम्बर छैन त्यही अफिसको नम्बर हो भन्छ अब अफिसको नम्बर बन्द छ अब त्यो भयो भने हामी एउटा ट्याक्सी ड्राइभरलाई अनुभव गर्नका लागि हामी ठिकै छ 2% हामी आफ्नो स्टाफ राखेर 2% खायो भने पनि त 10,000 12,000 ट्याक्सी छ 8,000 र 2,000 को हिसाब जोड्यो भने त लाखौं रुपैयाँ आउँछ नि त दिनको आउँछ लाखौं रुपैयाँ आउँछ 2% को हिसाबले बाँकी हामी 6% त यही मजदुरलाई नै सुविधा दिएर हिँड्यो भने भोलि यो दलालहरूलाई पाल्न पर्दैन नि त त्यो सोचको मान्छे छैन त्यहाँ नेपालीहरू पनि त्यस्तै छ नेपालीको दाजुभाइहरू यो कुरा जुन त्यो सहारा तपाईले भन्नुभयो नि त्यो अब तपाईको कन्ट्याक्टै विहीन भयो हैन नेपालीको सबभन्दा ठूलो समस्या हैन यो पनि हो कि लाइक अभाइलेबल हुँदैनन् अब हेर्नु तपाईले कल गर्दाखेरि उठेन यस्तो लापरवाही छ एउटा लापरवाहीको कारणले पनि डुब्छन् है पहिलो कुरा एन्ड सेकेन्ड कुरा त अब तपाईले भन्नुभयो कम्पिट गर्न सक्दैनन् जुन विदेशी एप्लिकेसनहरु छन् नि उनीहरुसँग कम्पिट किन गर्न सक्दैन जुन मैले यत्रो भिडियो बनाउँदाखेरि मैले के बुझे भन्दाखेरि
तपाईँ सिस्टम त त्यही हो, सबैको त्यही हुन्छ नि, सिस्टम सबैको त्यही हुन्छ। समस्या के हुन्छ भन्दाखेरि उनीहरूले विदेशी एपसँग यति पैसा हुन्छ, उनीहरूले के फ्री के गरेर मार्केटिङ गरेर मान्छेलाई भड्काइहाल्छन् होइन। अनि नेपालीलेसँग त्यति पैसा आउँदैन, भड्काउन सक्दैन। तर त्यो समयमा नेपाली दाजुभाइहरूसँग मिलेर उनीहरूसँग सहकार्य गरेर गऱ्यो भने धेरै फाइदा हुन्थ्यो कि हुन्थेन? त्यो फाइदा हुन्थ्यो, आजको दिनमा पनि फाइदा छ। यो अहिले याङ्गोले या इन्डियाले जसरी गरिरहेछ नि त्यसरी हामी गर्न पनि जानु पर्दैन, हामी कस्टमर पनि खोज्न जानु पर्दैन। ट्याक्सी भनेको सबै मान्छे शौकले चढ्ने होइन नि, दुःख पीडा समस्याले चढ्ने हो। आवश्यकता परेर छिटो फास्ट भनेर चढ्छ। त्यो मान्छेले आज मैले पठाउन नचलायो भने, इन्डिया नचलायो भने, मेरो एउटा सजिलो एप्स हुन्छ भने सजिलो, सबैले त सजिलोमै जान्छ नि मजाले। तपाईँको एउटा सजिलोले चलेको छ, म मान्छु। आज गाडी यहाँ हुन्छ, यहाँ गाडी छ, 4 किलोमिटरबाट टिप आयो भने त सजिलोको टिपलाई पनि कुनै ड्राइभरले सपोर्ट गर्न सक्दैन नि। सही भन्नुभयो मेरो दाइ, सही भन्नुभयो। त सही गर। अब 10-20वटा गाडी राखेर अनि त्यहाँ कस्टमरलाई सुविधा नपाएपछि त त्यो मान्दैन। अनि त्यसको कारणले यिनीहरू डुबानमा छ। त्यसको लागि हामीले ड्राइभरको हकमा, मजदुरको हकमा काम गरौँ, कस्टमरको हकमा काम गरौँ। आज याङ्गोले 500 को टिप 200 मा पठाइरहेछ भट्टाभट, लगानी गरेछ। यो छैन, लगानी गरेको छैन, त त्यो किन गर्यो? नेपाली जनतालाई भेडा बनाउनको लागि, लुट्नको लागि। भोलि त्यो सुविधा बन्द गरिदिन्छ, कमिसन ठोकिदिन्छ, ड्राइभरसँग कमिसन लिन्छ, यता कस्टमरले त्यहीँबाट पैसा दिन्छ। आज रेट घटेर मिटर भन्दा पैसा कम भइसकेको छ। साँच्चै मिटर भन्दा कम पैसा भइसकेको छ। मिटर भन्दाखेरि याङ्गोले त भनिरहेको छ हामी बोनस दिन्छौँ, त्यसमा ट्याक्सी ड्राइभरलाई मार्दैनौँ भने छ। त्यो बोनस कुन कतिको हिसाबले दिएको छ बोनस? मैले बुझे अनुसारले कस्तो छ भन्दाखेरि हजुरलाई भनेको छ, मैले भन्छु 2 टिपमा 250, 4 टिपमा 520 रुपियाँ कि 560 रुपियाँ, 6 टिपमा 800 कति रुपियाँ, यस्तो गरेर दिएको। यहाँबाट हजुरको सूर्य विनायक हान्नु, याङ्गोमा तपाईँको धेरै पैसा आयो भने 500 रुपियाँ आउँछ, 600 रुपियाँ। यहाँदेखि 600 रुपियाँमा म जाँदाखेरि एक टिप गर्दाखेरि त्यसले त बोनस दिने 125 रुपियाँ हो। 600 नै आयो भने 700 रुपियाँ भयो। 700 भयो। 700 रुपियाँमा आज ठिक छ, म 700 मा बोकिदिएँ, 14 किलोमिटर नै मान्यो। त 14 किलोमिटर यहाँबाट होइन, यहाँबाट त बढी छ, 18-19 किलोमिटर होला, 20 किलोमिटर गरौँ। आज लालचमा पठाइदिन्छ एउटा हड्डी छिटेको कारण। अनि भोलि त्यही रेटमा फेरि पठाउन थाल्यो भने त यो ड्राइभर त डुब्यो त। त्यो कति दिनको? त्यसले कि नेपाली जनतालाई, मजदुरलाई पर्मानेन्ट गरिदियोस्, एग्रिमेन्ट गरिदियोस्, यति वर्षसम्म म दिन्छु, हुन सक्नु पर्ने नि, त छैन। कति आउँछ त यहाँदेखि लगभग ट्याक्सीमा सूर्य विनायक? 20 किलोमिटरमा गयो भने त हजुरको मिटरको हिसाबले 20 किलोमिटरको 1000 रुपियाँ भइसक्यो, 50 एक्स्ट्रा 1050 भइसक्यो। यताउति जामसाम काटेर 1200 जति आउँछ। अनि यहाँ पठाइरहेको छ 700 मा, 700, उहाँ 1200। यो त मर्छ त ड्राइभर, मर्छ। ड्राइभर मरेको छैन आजको दिनमा। यो जति इभी गाडी निस्केको छ नि भन्नेहरू व्यवसायीहरू, मेरो इभी 100वटा छ, त्यसले कुनै काममा पर्यो भने, सरकारी काममा अनुदान आयो भने म व्यवसायी हो, मसँग 200 गाडी छ भनिदिन्छ। तर यो इभी गाडी 60% गाडी दलालको नाममा छ। फेरि त्यो मजदुर छ नि त्यो चलाउने, त्यो फेरि भन्छ मेरो गाडी हो। कसरी भयो? 45 लाखको गाडी आज दियो, 45 लाखको गाडी मेरो 10 लाख रुपियाँ लिएर त्यो दलालले मसँग 18% ब्याज खाएर बसिरहेछ। दुःख पीडा गाडी ठोक्यो सको, त्यो त मेरो जिम्मेवारी भयो। भोलि नतिर्यो भने त्यो 10 लाख रुपियाँमा त्यसले मेकअप गरेर गाडी तानेर लग्छ। अनि त्यो मजदुर यहाँ बस्छ त कहिले जिन्दगीमा? सक्दैन। त त्यसैको कारण
हामीले यसलाई अलिकति विरोध हामी खसै बाटोमा पनि विरोध गर्न जान सक्नु परेन। हामी ट्याक्सी ड्राइभरलाई सुध्रे भने सबै कुरा सुध्रिन्छ। अनि ट्याक्सी ड्राइभरलाई जसरी याङ्गोले कुकुरलाई हड्डी फालिरहेछ नि अनि सबै गएर जम्मा भइरहेछ नि त्यस्तै हामीले पनि हाल उसले करोडौँ फालिसक्यो अहिलेसम्म, करोड भन्दा बढी फालिसक्यो। तर हाम्रो दाजुभाइले चलाउन नजानेर एउटा युनिट बनाए नेपाली दाजुभाइसँग मिलाएर नचलेर आजको दिनमा यो पछि छ। त्यही पैसा आजको दिनमा विज्ञापनमा 6-7 लाख रुपियाँ महिनाको सिधाउँछ। आजदेखि त्यसले 6-7 लाख रुपियाँ मात्र ट्याक्सी ड्राइभरलाई विज्ञापनको लागि त्यसमा लिडर बनाएर हिँडाइदिए भने त्यो 6-7 लाखले ट्याक्सी पुरै क्याप्चर गरिदिन्छ। सही भन्नु। फर्स्ट महिनामा त्यति, त्यसपछि त्यसको लाइफ बनाएर तपाईको ड्राइभरलाई कसरी सिस्टममा लाने, त्यसको लाइफ पछिसम्मको भविष्य 20 वर्ष कसरी पुर्याउने, त्यो गाडीको त्यसलाई कसरी राख्ने भने त्यसको राख्नका लागि कम्पनीबाट 35 लाख रुपियाँ खर्च हुन्छ। तर 35 लाख रुपियाँ खर्च हुन्छ भने त म दिनको त 2-3 लाख रुपियाँ उठाउँछ मार्केटमा। 2-3 लाख त होइन, 10 लाख रुपियाँ उठाउँछ। 10% उठायो भने 10 लाख रुपियाँ उठाउँछ। 10 लाख उठायो भने त कर सर तिरेर यताउति गर्दाखेरि 35 लाख गऱ्यो भने त 2-3% त आफू बाँच्यो भने त बचिहाल्यो नि यार। अब सिधै यही हो, करोडौँ लुटेर गयो। आजसम्म केही दिएको छैन, एउटा पार्किङ दिन सकेको छैन। तर त्यो पार्किङ गर्नका लागि नेपालमा कुनै ठुलो कुरा छैन। तर यो सरकारले यस्तो नालेकी बुद्धि देखाइदिन्छ नि, कमिसनको खेल, फाइन लुट्ने मजदुरलाई त्यस्तो खेल खेल्दिएको छ। अब पार्किङमा कसरी लाइक सुधार्न सकिन्छ भन्नु त तपाईँको विचार? हामी पार्किङलाई अब भएको ठाउँमा पार्किङ दिने, नभएको अब ठमेलमा छ, ठमेलमा कतै पार्किङको ठाउँ छैन। तपाईको एउटा सनिचा कोस्नेर 10-15 वटाको पार्किङ छ, तर त्यहाँ 10-15 वटा भन्दा बढी बस्न मिल्दैन। यस्तो गाजास ठाउँमा 10-15 वटा ट्याक्सीले त त्यहाँ पुग्नेवाला स्थिति छैन। तर त्यहाँ मजदुरलाई लुट्ने, बस्ने, ट्राफिक प्रहरी, नेपाल प्रहरी भन्ने नेपाल जनताको प्रहरी हो, साथी हो। तर त्यो बेला बुझ्दैन। एउटा प्राइभेट गाडी आयो भने एउटा होटलमा त्यहाँको होटल व्यवसायीलाई कस्टमर त पुर्याउने हामी नै हो नि, त्यहाँबाट ड्रप गरिदिने हामीले नै हो नि। त्यहाँ ठाउँ छैन भने त्यसको कम्पाउन्ड अगाडि त ठाउँ छ नि त। मलाई 2टा तैँले पार्किङको दिन सक्नु पर्यो, सङ्घले भन्न सक्नु पर्यो। 2टा दियो भने ठिक छ, न तेरो होटलबाट या तेरो रेस्टुरेन्टबाट म पब्लिक लग्यो भने म यहाँबाट लग्दैन तेरो कस्टमर। 5 दिन तपाईको म यहाँ रुकेर यो रेस्टुरेन्टमा म गाडीलाई बुक नगर्न मेरो कार्ड हुन्छ, मेरो ड्राइभरले चिन्छ, त्यो ड्राइभरले हाल्छ त्यहाँ। ड्राइभर हाम्रो कब्जामा भएपछि चान्सै भएन। अनि त्यो रेस्टुरेन्टले दिन सक्दैन? दिन्छ, त्यसपछि त दिनै पर्यो। शम्भु मार्गमा जानु तपाईको त्यस्तै छ। प्राइभेट गाडीलाई आफ्नो गेटमा लगाएर भाडा उठाउने, आफ्नो गाडी भाडा उठाउने, सार्वजनिक गाडीलाई लखेटे गर्ने। अब बस पार्कमै कहानी म भनिदिन्छु। भन्नु न। बस पार्कको सार्वजनिक ठाउँ हो, सार्वजनिक गाडीलाई सुविधा दिने हो कि म एकचोटि मैले 20 रुपियाँ तिरेपछि 24 घण्टा मलाई फेरि दिनुपर्छ कि पर्दैन? पर्छ। तर दिँदैन। 5 मिनेट क्रस भयो भने तँलाई 70 रुपियाँ तिर्नुपर्छ। 70 रुपियाँ किन तिर्ने त मजदुरले? एउटा मजदुरले एउटा माफियालाई ठेका दिएको बापत म मिटरमा कमाउन सुरुमा म 50 रुपियाँ लिन्छु 1 किलोमिटरमा, अनि तँलाई 10 मिनेट 15 मिनेटमा तँलाई म 70 रुपियाँ तिर्छु त? चान्सै भएन। भोलि म त्यो बस पार्कमा म ट्याक्सी मेरो युनिट हुन्छ भने, भोलिन्टियर त्यहाँ हुन्छ भने 2 दिन म त्यहाँ पेसेन्जर भित्र नझारिदियो भने
त्यसले के गर्न सक्छ मलाई फेरि सुविधा दिनु परेन पर्यो म आज कस्टमर ल्याइदिएको कारण चलेको छ नि एयरपोर्टमा आज 80 रुपैयाँ हानेको छ पार्किङको त्यसको बाउको बपौती होइन नि ठेकदार भएपछि तँलाई के को सुविधाको लागि कसको त पब्लिकको लागि त पब्लिकको लागि दिएको छ भने प्राइभेटसँग तैँले भाडा ट्याक्स उठाउन पार्किङ शुल्क उठाउन उचित कुरा हुन्छ कि एउटा ट्याक्सीलाई पनि नियम ठिक छ म 20 रुपैयाँ दिन्छु मसँग एउटा टोकन हुन्छ टोकन त तैँले दिनु पर्यो नि त्यो टोकन म जतिचोटि आउँछु भने म मान्छे छोडेर आयो या पिकअप गर्न आएपछि मलाई त त्यो टोकन देखायो भने त छोड्नु पर्यो नि त जतिचोटि गयो भने जतिचोटि दिनु त त्यो हाम्रो ट्याक्सी ड्राइभरको कमजोरी हो नि त त्यो हामी ट्याक्सी ड्राइभरले व्यवस्थित बनाउने को काम छ त को चाहियो सङ्घ चाहियो एउटा युनिट चाहियो तर यहाँ सङ्घ पनि छैन सङ्घ पनि त्यस्तै छ सबै फाटा छ कसैले 5-10 लाख खुवाउँछ चोप लाएर बस्दिन्छ अब मलाई नै कसैले 10 लाख खुवायो भने 50 लाख नै खुवायो भने म चोप लाएर बस्दैन म त्यसको विरोधमै हुन्छु तर यहाँको सिस्टम त्यस्तो छैन आज किन आजको दिनमा यो इभी गाडी जसरी आएछ नि आज पछि 3-4 वर्षपछि नि यो इभी जति नयाँ ड्राइभर छ नि चलाउने एउटा पनि यहाँ बस्नेवाला छैन किनकि त्यो गाडीको भविष्य नै छैन त्यो विदेश नै लाग्नु पर्ने हो किनकि यस्तो गन्दगी फैलाइदिएको छ नि राजधानी भनेर जसको औकातमा गाडी किन्ने औकात छैन क्षमता छैन फटाइ गएर कोही गाडी किन्यो तर आफ्नो घर अगाडि गाडी रोक्ने ठाउँ छैन भने त्यसले लगेर ग्यादरिङ फोहोर गरेर राखेको छ गाडी त्यो सरकारले सोचिने कुरा छैन नि त यहाँ त कसरी जनतालाई लुट्ने कसरी जनतालाई भेडा बाँध्ने कसरी कर लिने कसरी फाइनमा फाइन लगाएर पैसा लिने त्यो सोचको छ त्यो हामी मजदुर नसुधारे भने भोलि त गाह्रो छ त तपाईले त्यो नेपालको जति पनि कम्पनीजहरु छ जुनलाई तपाईले अप्रोच गर्नुभयो उनीहरुले तपाईलाई रेस्पोन्स दिएन अब तपाई नै उनीहरुको काम गर्ने मान्छे हो जे भए पनि उनीहरुको काम हामी नै गर्ने त्यही त तपाईकै भनेको कुरा उनीहरुले सुनिराको छैन त्यो तपाईको आपत्ति हो त्यस्तो किन गरेर होला नि यार खोइ म बुझ्न गाह्रो छ त फेरि विदेशीहरुले सबैले म त अहिलेसम्म याङ्गोसँग पनि गए छैन इन्ड्राई पनि सँग म कुरा गर्न सकेको छैन पठाउसँग म कुरा गरेको छैन किनकि यो विदेशी दलालहरु हो यो विदेशी दलालहरु छ यो नेपाली मजदुरलाई गरिब गुरुबालाई गरी खानेलाई यिनीहरु गाँसबास दिने व्यवस्था गर्दैन यिनीहरु सुन्नेवाला छैन यिनीहरु सुन्नेवाला पनि छ गाँसबासको व्यवस्था पनि गर्नेवाला छैन ओके सो यो कुरा छोडौँ योमा धेरै दुःखको कुराहरु छ हैन तपाई लिदै गर्नु एन्ड अब हामी के गरौँ भन्दाखेरि यो जुन यो राइड शेयरिङ छ नि यो राइड शेयरिङमा चाहिँ कुराकानी गरौँ तपाईले अहिलेसम्म कुन एपहरु युज गर्नुभयो म सबै युज गरिसकेको छु सबै युज गरिसक्नु भयो म सबै युज गरिसकेको छु सबैमा म थाकिसकेको छु ल सुरुदेखि कुरा गरौँ फर्स्टमा तपाईले टुटलदेखि नै सुरु हो नि तपाई टुटलमा सुरु भएको टुटलको एक्सपिरियन्स कस्तो थियो तपाईको पहिला सुरुमा सार्थीको एक्सपिरियन्स आयो ए टुटल भन्दा साथी थियो टुटल चाहिँ बाइकमा थियो राइड शेयरिङमा सुरुमा आएको सार्थी आयो लिजमा गाडी लिएर चलाउन थाल्यो लिजमा लिँदाखेरि त्यसले डुब्यो साथी गयो फेरि त्यसले धेरै कोसिस गर्यो चलाउन फेरि मार्केटमा आयो लिजमा नलिने कमिसन खाएर काम गर्ने त्यो उसमा पनि आयो आएपछि त्यो पनि राम्रै थियो तर अलिकति त्यो बेला पनि नयाँ अलिकति ड्राइभर फटायो भएको कारणले तर पनि राम्रै भइरहेको थियो त्यहाँबाट पठाउ आयो त्यसपछि टुटल हैन टुटल आएन त्यसपछि त्यो म त बाइकमै सीमित भयो ए टुटल बाइकमा आइसकेको छ बाइकमा सुरुमै आएको बाइकमै छ त्यसलाई मुद्दा बन्द गरेर त्यसलाई बन्द गरेर छ जस्ट हामीहरु अब ट्याक्सीको मात्र कुरा गरिरहेको छौं हैन ल त्यसपछि पठाउ आएपछि पठाउले भट्टाभट दियो टिप्स दियो बोनस पनि दियो त्यसले पनि यस्तै यहाँको जस्तो भट्टाभट दियो पठाउले फर्स्टमा बाइक र ट्याक्सी दुवैले ल्यायो कि फर्स्टमा बाइकलाई ल्यायो हैन फर्स्टमा त्यसले बाइक ल्याएको हैन फर्स्टमा त्यसले ट्याक्सी नै ल्यायो नै फर्स्टमा त त्यसले बाइक लिएर आएको थियो हैन ट्याक्सीलाई पनि राखेको हो
पहिला बाइक ल्यायो पहिला ट्याक्सी ल्यायो त्यसपछि त्यसले बाइक ल्यायो उल्टो गर्यो त्यसले उल्टो गर्यो किन उता टोटल ब्लेममा बसिरहेको थियो अनि यता टोटलको एउटा रेप काण्ड के काण्डै यस्तै परेको थियो अनि त्यसको कारणले त्यसले त्यता मुद्दा परेको कारण थियो स्थगित गरेको थियो अनि यसले ल्याएर सारथी जसरी चलाइरहेको थियो त्यस्तै ल्याएर यसले चलायो त्यसले सारथीले चाहिँ बोनस दिन सकेन यिनीहरू बोनस के दिदियो 10 टिममा 1000 रुपैयाँ 1500 अनि फेरि ठ्याक्कै मिटरको पैसा हालिदियो जति मिटरमा आउँथ्यो त्यही हाल्थ्यो त्यो हाल्ने बित्तिकै कस्टमर जो ट्याक्सी ड्राइभर कस्टमरहरू उनीहरू पनि खुसी भयो किनकि उसले पनि हामीले यही मिटरकोमा पैसा पाउने हो झन् 10 राइड गर्ने बित्तिकै उल्टा 1000 रुपैयाँ मिलिरहेको छ भनेपछि किन नगर्ने सोच्यो नि त त्यहाँ त्यो गर्यो तर त्यहाँनिर पनि ठिकै थियो त हामीले कहाँनिर पर्यो नि त्यो टिप गर्दाखेरि यिनीहरू आज पनि मार्केट कुनैले लिन सक्दैन तपाईँ भन्नु त्यसो जुन हामीले यो मिटरको हिसाब छ नि यो मिटरको हिसाबमा यिनीहरू गयो भने आज पनि मार्केट यिनीहरूको खत्तम हुन्छ र त्यसपछि पठाउको के भयो पठाउले राम्रै गरिरहेको थियो ट्याक्सीको हकमा राम्रै गरिरहेको थियो चलिरहेको थियो त्यसमा अलिकति पठाउ बाइकले पनि राम्रो गरिरहेको थियो तर फेरि टोटल आयो सुचारुमा आयो त्यसको मुद्दा मिल्यो त्यसले ट्याक्सी पनि लिएर आयो त्यसमा पनि सारथी पनि चलिरहेको थियो टोटल पनि चलिरहेको थियो त्यसपछि धेरै एप्स आयो तर मार्केटमा चाहिँ फर्स्टमा पठाउ बन्यो सेकेन्डमा सारथी चलिरहेको थियो सारथी लकडाउन पछि त्यसले डुब्यो त्यसले पनि डुब्यो यताउति त्यसमा धेरै पार्टनर भएर अनि अलिकति सिन्स नपुर्याएर नकुदाएर कुद्न सकेर त्यसले पनि बन्द गर्यो बन्द गरेपछि त्यसले पनि बन्द गर्यो त्यसपछि त्यसले छोडिदियो तिनीहरू कहाँ हरायो तिनीहरूसँग मैले कन्ट्याक्ट गर्न खोजेँ भेटेन कन्ट्याक्ट कतै त्यसपछि टोटल पनि राम्रै चलिरहेको थियो त्यसले पनि 10% मान्छे पाइरहेको थियो चलिरहेको थियो हामी पनि 2 दिन 3 दिनमा 2-3 टिप हामी पनि गर्थे तर यता चाहिँ पठाउमा चाहिँ हामी 15-16 टिप नै गर्थे तर पठाउको चाहिँ जसरी हाम्रो मिटरमा राति 75 रुपैयाँ छ भने नि रातिको पर किलोमिटरको त 75 रुपैयाँ अनि त्यसले 20 रुपैयाँ कमिसन खान्थ्यो नि 15 रुपैयाँ प्लस 15 रुपैयाँ गरेर 90 रुपैयाँ किलोमिटर कस्टमरसँग दिन्थ्यो मजाले हामीलाई पोसाइरहेको थियो सबैलाई यिनीहरू गर्दा गर्दा यहाँ सबैले भन्यो कमिसन बढी भयो त्यो त कमिसन त बढी त जले पनि भयो त कमिसन बढी भयो त्यो अलिकति ड्राइभरलाई लगानी गरिदिने हैन तपाईहरु यस्तो गर्नु हामी सुविधा दिनको लागि तयार छु पार्किङको सुविधा म गर्छु तपाईहरुको भोलि आज दलालसँग किन तपाईहरुले लोन लिन सक्नुहुन्छ गाडी दलालको नाममा राखेर 5-7 लाख लगानी गर्नुहुन्छ 18% ब्याज तिर्नुहुन्छ भोलिको दिन म तपाईहरुको बैंकको सुविधामा यस्तो गर्नु एउटा यस्तो खाता खोल्नु हाम्रो यस्तो शेयर हाल्नु त्यस्तो सुविधा ल्याइदिएको भए आज त यो जान्थिएन नि सबै एक बराबरले चल्थ्यो अनि त्यसपछि आयो इनड्राइभ हैन त्यसपछि इनड्राइभ आयो इनड्राइभले के बवाल गर्यो इनड्राइभले के बवाल गर्दियो दिउँसोको लागिमा चाहिँ राम्रै गर्दियो दिउँसो बवाल दिउँसोको लागि पनि राम्रो गर्दियो तर पनि त्यो पनि पैसा घटाउने सिस्टम राख्दियो कस्टमरले पनि घटाउन मिल्ने राइडरले पनि घटाउन बढाउन मिल्ने राइडरले घटाउन बढाउन नमिल्ने कस्टमरले चाहिँ घटाएर बढाउन मिल्ने अब यता कमिसन नतिर्नको कारण तिर्नु परेन उता 15% तिर्नु परेछ यता फ्री छ अनि दिउँसोमा मजाले भ्यायो अनि मिटरको हिसाब मिटरले पैसा आउँथ्यो अनि गाडी नपाएको ठाउँमा मान्छेले 500 को ठाउँमा 1000 नै हाल्दिने अनि त्यहाँबाट त्यसले पिकअप पायो अनि पठाउ त त्यो बेला चाहिँ पठाउको मार्केट धेरै थियो मार्केट धेरै भएर यहाँ पठाउको गाडी कम पाउने अलि टाइम लागिदिने गाडी आउन हैन इन्ड्राइभको भट्टा भयो अनि इन्ड्राइभको जब पैसा बढाएर हालेपछि अब मलाई जरुरी छ भने म पैसा त तिर्न मलाई मतलब छैन नि त 500 को ठाउँमा म 700 नै तिर्दिए भने त मान्छेले यो झोले ड्राइभर नै अब के भन्नु म पनि ड्राइभर नै हो तर झोलेसँग झोले बनेपछि त झोले नै भन्नु पर्यो यो झोलेहरूले त्यसमा ठ्याक्कै लाग्दियो ल अब पठाउले के गर्यो जुन 90 रुपैयाँ थियो रातिमा
त्यसलाई झारेर ल्याइदियो 70 रुपियाँमा। ल बर्बाद भयो, यहाँ फेरि मजदुर मर्ने भयो। मर्यो। फेरि इनड्राइभले के गरिदिया छ, रातिको 75 रुपियाँको ठाउँमा 50 नै राखिदिया छ। अब उता पठाउमा टिप कमाउने, यता कमिसन तिर्न नपाउने, टिप बढी आइरहेछ। त मैले ड्राइभरको खुबी के हुन्छ नि, अब यो ठाउँमा मैले यहाँबाट ठमेल गएँ, मैले 600 लिएर नगएको 400 मा गएँ, 400 मा फेरि मलाई पायो भने त म त 800-200 रुपियाँ त जितेँ नि त, बढी कमाएँ नि त। त ड्राइभरको सोच त त्यो पनि राम्रै हो। त त्यहाँनिर गएपछि आजको दिनमा त्यसले 40 रुपियाँ 30 रुपियाँ किलोमिटरमा पारिदिएछ इनड्राइभले। अहिले गएर बर्बाद गर्यो, अहिले बर्बाद गरिदियो। त्यो त अलिअलि ड्राइभरहरूले अलिकति उँभो लागिरहेको थियो, पठाउ सठाउ मिलाएर चलिरहेको थियो। अब बिचमा एङ्गो ल्याएर टेङ्गो बनाइदियो, अझ झोले बनाइदियो, एउटा हडी फाल्यो, अनि त्यो 30 रुपियाँ 20 रुपियाँ किलोमिटरमा कुदाइदिने। अब यो मजदुर यहाँ बस्नेवाला छ त। अनि त्योभन्दा त्यो इनड्राइभ पछि, इनड्राइभको 20-25 दिनमा फेरि सजिलो आएको थियो नि त। सजिलो त धेरै गाडी आएको 2022 मा होइन। सजिलो धेरै पहिला आएको, तर सजिलोले पनि विज्ञापन धेरै गर्यो। तर यिनीहरू त्यति मतलब गर्दैन पो। कुन हिसाबले चलाउने, कुन भिजनमा हाम्रो नेपाली दाजुभाइलाई एक ठाउँमा ल्याएर एउटा भिजन बनाइदिने, त्यसको लाइफ सेटिङ होस्, त्यसको बालबच्चा पढाओस् खाओस्, खेतीबारी गरोस्, त्यसको बालबच्चा सबैले त ट्याक्सी नै चलाउँदैन नि त। तर त्यो भिजन ल्याएन यिनीहरू। त्यसपछि त्यो क्र्यास भयो के भयो, फेरि गयो होइन, सबै गयो। फेरि अहिले आएर फेरि लन्च गरे। अहिले आएर फेरि लन्च गरे। लन्च गर्दाखेरि मैले अस्ति पैसा मैले चेक गरेको, अलि पैसा ठिकै छ, दिउँसोको लागि ठिक छ। तर रातिको लागि पैसा जुन 75 रुपियाँ हाम्रो मिटरमा छ नि, त्यो पैसा आएन होइन। तर त्यहाँ त्यो ड्राइभर त अब जसरी मरिरहेछ न। अब त्यो कस्टमरलाई नबोकिदियो भने पनि आफू यहाँ भोलि ब्याङ्कले मार्नेवाला छ, कोठा भाडा तिर्नु पर्ने छ, बालबच्चा फिस तिर्नु पर्ने छ। त्यस्तो आफतको कारणले ड्राइभरहरूले त्यस्तो गरिरहेछ। अब पठाउ हुँदाखेरि म यति मस्त पैसा मात्र कमाएँ नि। पैसा पनि फेसिलिटी थियो, हरेक कुरा फेसिलिटीमा आउँथ्यो, भाडा पनि मुनासिब आउँथ्यो। त्यहाँ पनि मान्छेले भन्थ्यो ठग हो भन्थ्यो होइन। ठग होइन, पठाउले सुविधा दियो भने पठाउले कमिसन खायो। म तपाईँले यो घरबाट निस्केर पहिला आजभन्दा 8-10 वर्ष पहिला वनस्थलीमा गाडी नपाएको मान्छेले ढुङ्गाधारामा गाडी चढ्थ्यो ट्याक्सी गएर खोजेर। हामी ट्याक्सी कुदाएको हो त्यो जमानामा। अनि आज घरमै पाइरहेछ भने 10 रुपियाँ तिमीहरूलाई तिर्दा के महँगो पर्यो। अहिले पनि 10 रुपियाँ होइन, यहाँ पब्लिकले 20 रुपियाँ बढी दिन्छ, तयार छ। तर यो ड्राइभर अनि नेपाली कम्पनी जुन छ, यिनीहरू सुधरेर ड्राइभरसँग समन्वय गरेर चल्नु पर्यो। फेरि यो सङ्घ यो सङ्घ जुन छ नि, मिटर व्यवसाय सङ्घ छ, मिटर अर्को लोकतान्त्रिक के सङ्घ छ, यो सबै झोलेहरू छ। यिनीहरूको 12,000 को व्यवसाय छ नि। 2 घन्टाको लागि यो व्यवसाय जुन छ नि, सङ्घ बनाएर बसेको छ नि, यो चोरफाटाहरूले 5,000 गाडी 2 घन्टाको लागि कतै एकचोटि होल्ड गरेर ल्यायो र देखाओस् त। यिनीहरूलाई आएको छ। यो मात्र 100-200 रुपियाँ 200 गाडी लिएर हुम्बो गरेर कुनै पार्टीको झोलेहरू छ, 1-2 लाख रुपियाँ उठाउँछ, चोप लाएर बस्छ। तर मजदुरको लागि केही अहिलेसम्म गर्न सकेको छैन। अहिले महानगरले राजाको पालामा पार्किङ दिएको ठाउँ, अफिस बनाउनको लागिको ठाउँ महानगरले सबै उखाडेर लग्यो होइन। तर अहिलेसम्म यो महासङ्घले केही गरेको छ? अस्ति यो महासङ्घले आन्दोलनको घोषणा गर्यो नि, म त भन्थेँ त्यहाँ कोही नजाओस्। ट्याक्सीको लागि महासङ्घले के गरिदिएछ? ट्याक्सीको लागि महासङ्घले के गरिदिएछ? त्यो हामी आफै गर्नुपर्ने हो। तपाईँको यहाँ वनस्थली बालाजु हरेक ठाउँमा
म्यापमा सर्च गर्नु चक्रपथ ट्याक्सी स्ट्यान्ड देखाउँछ हरेक ठाउँमा देखाउँछ तर त्यो ठाउँमा ट्याक्सी स्ट्यान्डै छैन गाडी नै छैन 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 यो चुतियै होइन सरकारको चुतियै हो कि यो ड्राइभरको चुतियै हो कि सङ्घको चुतियै हो त हामी ड्राइभर गलत भएर यो सङ्घहरू पनि गलत गरेको हो आज यो इभी गाडी जुन आएछ नि कम्प्युटरल भनेर आउँछ कम्पोर्ट भनेर कम्पोर्ट गर्नका लागि काठमाडौँमा ठाउँ छ सुविधा दिया छ अहिले यो टाटाको इभी चाहिँ 1 लाखलाई अलिकति नर्मल नै छ अब तपाईँको टुरिस्ट एरियामा एउटा टुरिस्ट म बोकेर ल्याउँछु 4वटा लगेज हुन्छ 2टा लगेज हुन्छ त्यसलाई म बाटोमा झारेर अनि हिँडेर जान मिल्छ त्यसले गाह्रो हुन्छ त उसलाई त्यहाँ मेरो गाडीको टर्निङै पुग्दैन ठमेलमै धेरै होटल छ त्यहाँ टर्निङ पुग्दैन त्यो गाडीको अनि त्यो कस्टमरले जुन टुरिस्ट आएछ त्यसलाई कस्तो गाह्रो पर्यो त त्यसलाई पनि दुःख दिने अनि तिमीहरू पैसा खाएर जे पनि गरिदिने त्यो त गर्नु भएन त त्यसपछि पहिला हामी सुध्रिनु पर्ने अब यो राइड सेयरिङ जति पनि छन् होइन यो राइड सेयरिङमा चाहिँ के गर्न सकेला दाइ मतलब कसरी चाहिँ हामीहरूले राइडर्सहरूलाई सोच्ने वातावरण बनाउन सकेला राइडरसँग हाम्रो नेपाली जुन एप्सहरू छ नि यहाँको ओनरसँग हामीसँग समन्वय गर्नु पर्यो होइन त समन्वय सबै जथाभावी ड्राइभरसँग नगर्दा हुन्छ अब जसरी मसँग त्यसको भिजन छ कसरी कन्ट्रोल गर्न सकिन्छ ल भन्नु त तपाईँ आफै राइडर हो होइन ट्याक्सी ड्राइभर हो म राइडर पनि हो एउटा व्यवसाय पनि हो सानोतिनो मजदुर पनि हो सबै कुरा मै हो होइन के गर्न सके तपाईँ आफ्नो भिजन भन्नु त मेरो सिद्धान्तमा पहिला अब जसरी याङ्गोले छुट दियो बोनस दियो ड्राइभरलाई 2 दिन 4 दिन 5 दिन 1 वर्ष देला 2 वर्ष देला 2 वर्षपछि त त्यो फेरि खाडीमै जाने हो नि त त्यो ड्राइभर मजदुर त त्यो खाडीमै जाने हो राइडर कि त्यसको सधैँको भविष्य बनाइदिनु पर्यो नि त भविष्य नबनाउने यिनीहरू आफू भविष्यमा रमाउने कुरा गर्छ के गर्नु पर्ला ल त्यस कुरा गर्नु यहाँ यिनीहरूलाई हामी लखेट्नु पर्यो कसरी लखेट्नु पर्यो लखेट्ने भयो भने हाम्रो यो टोटल भयो नेपाली एप्लिकेसनहरू यिनीहरू हामीसँग समन्वय गरौँ मतलब हाम्रो राइडर दाइहरू ट्याक्सी ड्राइभर दाइहरू उनीहरूसँग समन्वय गर्नु पर्यो कसरी गरेर पहिला मसँग गरौँ कसरी त्यसपछि 10 जना कसरी गर्ने त त्यसलाई हामी पहिला 10 जना राख्ने 10 जनामा त्यसको तलब बनाउने 10 जनाको तलब बनाउने त्यसपछि दिनको 2-4 घण्टा घुम्नका लागि त्यसको खर्च म्यानेज गरिदिनु पर्यो त्यो पैसा दिइदिनु पर्यो भोलिको दिनमा अर्को महिनामा 100 जना हाम्रो स्टाफ हुन्छ फेरि ड्राइभरमै हरेक एरियाको एउटा इकाइ बनाउने त्यो इकाइ बनाएर हामी सुरुवात गर्ने भोलि त्यो कुरा भइसकेपछि हामी यिनीहरूलाई अगाडि सबै पार्किङको कुरा आयो पार्किङको हामी समन्वय गर्न सकिन्छ त्यो ठाउँमा हामीलाई पार्किङ नदियो भने ठमेल एरिया नदियो भने हामी टुरिस्ट बोक्दैन त्यहाँको त्यहाँ होटलवाला नै बोकोस् न त जब प्राइभेट गाडीले टुरिस्ट बोक्छ भने हामी बोक्दैन ठमेलको टुरिस्ट बोक्दैन जब प्राइभेटले एयरपोर्टबाट टुरिस्ट रिसिभ गर्छ भने हामी कुनै पब्लिकलाई पनि बोक्दैन एयरपोर्टबाट त्यो एयरपोर्ट त्यसबाट तपाईँलाई घाटा भयो तपाईँले पैसा पाउनुहुन्न कम्पनीले सधैँ हेर्न सक्दैन नि त नि कम्पनीले त्यो ठाउँबाट म 1 दिन नबोक्यो भने भोलि सरकारले झुक्नु पर्दैन त यिनीहरू सरकारको यतिको औकात छैन यिनीहरूको कसैले थुकेर मुखमा गइदिन्छ तर त्यसको लागि हामी सही हुनु पर्यो यो सरकारमा दम छैन नि त्यो कुरा छोड्नु अनि त्यसपछि तपाईले भन्नुभयो कम्पनीले राइड सेयरिङ कम्पनी तपाईसँग समन्वय गर्नु पर्यो अनि तपाईहरुलाई एउटा लिडरशिप दिनु पर्यो हैन टक्क अनि केही समयको लागि सर्टेन पर्सेन्ट इन्कम दिनु पर्यो किनकि तपाईले त घुम्नु हुने हो केही पर्सेन्ट सर्टेन धेरै पनि दिनु पर्दैन केही पर्सेन्ट दियो भने अनि त्यसपछि तपाईले के गर्नु हुने उनीहरुको जुन राइड सेयरिङ एप्लिकेसन छ त्यसलाई कसरी बढुवा दिन सक्नुहुन्छ तपाईले त्यसलाई त हामी टिप गरेर बढुवा दिन्छौं नि त मतलब त्यही एप्लिकेसन तपाई युज गर्नुहुन्छ त्यो त बाइक युज नगर्ने त्यसपछि बाइक युज नगर्ने भोलिको दिनमा तपाईले हामीसँग फेरि गद्दारी गर्ने सोच बनाउनु हुन्छ भने नि त्यसपछि हामी अरूसँग समन्वय गर्न सक्छौं नि त
तपाईँले म भन्छु 10% खाँदै हुनुहुन्छ तपाईँ 2% मा रमाउनु नि 5% त ड्राइभरले रमाउनु छोड्नु पर्यो नि त ड्राइभरहरूको समस्या उनीहरूको उसको भविष्यलाई सोचिदिनु पर्यो नि अब आज कति ड्राइभरको मजदुरको गाडी बिग्रियो त्योसँग 50,000 पैसा लाग्यो भने छैन जान्छ त कहाँ फाइनेन्सबाट 18% ब्याज लिन जान्छ मर्यो त व्यक्तिसँग लिन गयो 24% 36% हानिदिन्छ त्यसैमा कुनै फटा भेट्यो भने मिठो ब्याजी हानिदिन्छ अनि मजबुरीमा तपाईँको त घाँटी म नचोट दिन्छु त त्यस्तो ठाउँमा नपुगोस् मेरो भनाइ त्यो हो त्यसको पनि समस्याको हल निकालेर जानु पर्यो ठिक छ यो जति पनि राइडर्स सेयरिङ एप्लिकेसनहरू छ यस्तो एप्लिकेसन चाहिँ हामी जुन कस्टमर भनेको यानि कि राइडर्सहरूलाई कस्टमर भनौँ है अहिले राइडर्सहरूको हक हितको लागि लड्नको लागि राइडरलाई नै लिएर आउनु पर्यो क्या उनीहरूसँग नै समन्वय गर्नु पर्यो उनीहरूलाई बढी ज्ञान हुन्छ होइन सही भन्नुभयो यस्तो गऱ्यो भने मैले के फाइदा देखेँ भन्दाखेरि मानौँ कुनै XYZ कम्पनीले तपाईँहरू 10 जनालाई लिएर गयो 10 जनालाई लिएर गयो भने तपाईँलाई प्रमोसनको लागि राख्यो प्रमोसन यानि कि फाइदावाला प्रमोसन है तपाईँको मिटरभन्दा तल पैसा नजाओस् तपाईँलाई पैसा राम्रो पुगोस् त्यस्तो भन्यो भने तपाईँ कस्टमर तपाईँ भित्र बसेको कस्टमरलाई पनि भन्नुहुन्छ यो एप्लिकेसन चलाऊ है भोलिबाट भनेर भन्नुहुन्छ प्रमोसन दामी गयो अनि त्यो एप्लिकेसन चलाऊ भन्ने बित्तिकै अनि तपाईँ एउटा हामी त्यो डेट टोकिदिने 1 महिना हामी यस्तै सबै मिलेर चलिरहेछ नि त्यस्तै चलाउने कस्टमरलाई जानकारी दिने अलि विज्ञापन पनि बाहिर छोड्ने हैन त्यसपछि झ्याप्पै यो महिनादेखि सबै बन्द गर्ने हो भनेपछि हाम्रो 100 जना युनिट 110 जना स्टाफ हुन्छ नि त्यो आफ्नो इकाइबाट त्यो सबै एप्सै थप गरिदियो भने मान्छेले सजिलो चल्दैन चल्यो दाइ चल्यो 2 घण्टा बन्द गर्यो भने त के हालत हुन्छ यहाँ काठमाडौँमा भन्नुभयो सही भन्नु यस्तो गर्न सक्छ यदि यो भिडियो हैन कुनै पनि नेपाली राइड सेयरिङ कम्पनीजको मान्छेहरूले यदि हेर्दैछ भनेपछि प्लिज कमेन्ट गर्नु होला हैन ताकि तपाईहरु हैन कसरी अगाडि बढ्ने के बढ्ने कोसँग सम्झौता गर्नु पर्यो कसरी अगाडि बढ्न सकिन्छ समस्याहरू के हो बुझ्नको लागि चाहिँ राइडर दाइहरुसँग मजासँग समायोजन गर्नु पर्यो अब हैन अनि त्यो चाहिँ हामी व्यवस्था मिलाउँछ अब कहाँ के कति हैन जे तपाईको उसमा सर्कलमा चाहिँ कतिवटा लाइक ट्याक्सी राइडर दाइहरु हुनुहुन्छ अहिले तपाईले चिनेको तपाईले हमा ह मिलाउने टाइपको मसँग हमा ह मिलाउने 200 नै ड्राइभर मेरो साथीहरु छ 500 नै छ दिल्ली बाजारदेखि बानेश्वर पेप्सीकोला सबैतिर म चिनजानै छ हैन तर त्यसमा हमा ह मिलाउने नि यस्तो झोलो बनाइदिया छ नि यो त्यहाँ मेरो सपोर्टमा मुखमा बोल्दिन्छ हुन्छ तर पछि गएर उतातिर कुरा काटेर आइन्छ त्यो त मैले त्यो कुरा काट्ने मौका त्यसलाई आउँदैन हामी जुन हिसाबले चल्छ नि त्यसलाई एउटा हड्डी फालेपछि नि त्यो हड्डीले त्यसले कुरै काट्न सक्दैन कहिले जिन्दगीमा काट्न सक्दैन फेरि हाम्रो सहीको पछिमा लाग्छ ल त्यो हड्डी चाहिँ नफालौँ हैन ल त्यसपछि तपाईसँग 500 जना छन् 500 जनामा हामी ल 50% 250 जना लियौं किनकि सबैजनामा सुरुमा आउँदैनन् हैन तपाईसँग 250 जना छ तपाईको 250 जनाको नेटवर्क छ भनेपछि हामीले केही न केही गर्न सक्यो कुनै त्यो 250 जना मध्येमा पनि जुन 10 जना जुन चाहिँ अलिकति बढी इन्फ्लुएन्सर टाइपको छ नि मान्छेहरुले सम्झाउन सक्ने राम्रो त्यो 10 जनालाई लिएर चाहिँ अब जुन राइड शेयरिङ एप्लिकेसनको सीईओ सरले अब जसलाई अगाडि बढ्नु छ समस्या बुझ्नु छ उहाँले यदि बोलायो भने 10 जना हामी आउँछौं हैन मजाले 10 जना आउँछौं अनि 10 जनाले तपाई त्यो 500 600 जना जति छ तपाईको सर्कलमा हुनुहुन्छ उहाँको कुरा तपाईले राख्नुहुन्छ अब कसरी जाने के जाने त्यो तपाईहरुले भन्नुहुन्छ हैन उहाँ कम्पनीको पनि सम्झौता हेरिन्छ हैन के कस्तो छ भनेर त्यो गर्यो भने तपाई त्यसरी चाहिँ अगाडि बढ्न रेडी हुनुहुन्छ हामी तपाई रेडी हुनुहुन्छ यदि त्यसमा अब कसरी एउटा राइड शेयरिङ जुन यो छ नि राइड शेयरिङ कम्पनीमा राइडर्सहरुको जुन यो जब छ नि यो जबलाई कसरी सेक्युर राख्न सकिन्छ त हैन सेफमा राख्नु मेन कुरा छ नि त नि हैन किनकि राइडरलाई लेकिन हेर्ने नजरिया पनि फरक छ मान्छेहरुको यो सेक्युर जब हैन सोच्छन् यो जबलाई हिप्छन् क्या तर यो जब गरेर पनि लाइक काठमाडौँमा सर्भाइभ गर्न सकिन्छ नेपालमा बालबच्चा पढाउन सकिन्छ के गर्न सकिन्छ यस्तो बनाउन सक्यो भने त राइडरको जब पनि राम्रो जब भयो नि त नि हैन
अब एउटा नर्मल कुरा छ, यहाँबाट यही राइडर यही क्याप्टेन विदेशमा गएर ट्याक्सी चलाएर या डेलिभरी बोयको काम गरेर 1 लाख रुपियाँ कमाउँछ भने त्यसले आफ्नो फ्यामिलीलाई यहाँ 40-50 हजार खर्च गरेर पनि 50 हजार यहाँ जोगेको छ। त यहाँ किन छैन? यहाँ पनि कमाएछ त, 1 लाख पनि कमाउँछ, 1.5 लाख पनि कमाउँछ। तर त्यो ड्राइभरसँग छैन, पैसा छैन, कहाँ गयो त? यहाँ अलिकति हावादारी कुरा धेरै छ। हावादारीको कुरामा यता फाइन पर्यो, उता गऱ्यो, त्यो हामी समस्याको हल गर्न सकेन। कुनैमा सङ्घ संस्थाले सपोर्ट गर्न सकेन। अब हजुरले 2000 नै आज कमाउनुहुन्छ हैन, तर त्यहाँ मैले 2 मिनेट गाडी रोकिदिए पछाडिबाट ट्राफिक आयो भने, एउटा प्राइभेट गाडी आयो भने त्यहाँ सर गइदिनु भनिदिन्छ। तैँले किन रोकिस्? यस्तै ट्राफिकले कुरा गर्छ एउटा चालकसँग, एउटा मजदुरसँग। तमिज छैन। त त्यो तमिजको लागि हामी सही बाटोमा ल्याउनको लागि हामी आफै सही हुनु पर्यो नि त। भोलिको दिनमा सार्वजनिक गाडीलाई तैँले रोक्न नदिए भने यहाँ 5 मिनेट पब्लिकलाई म जहाँ झार्छु त्यहाँनिर तैँले सपोर्ट दिनु पर्यो नि त ड्राइभरलाई। नदिए भने भोलि आएर तेरो अफिस घेरिदिन्छु। बोल्न सक्नु पर्यो नि। यो कुरा मैले अफिस घेर्ने कुरा गरेपछि नि भोलि मलाई पनि समाज छ, त समाते भने मलाई डर छैन। सहीको सही, गलतको गलत बोल्नु। मलाई बोलायो भने, अहिले फोन गरेर बोलायो भने म जान्छु, तर म यस्तै जाँदैन, मिडिया लिएर जान्छु। के गलत कुरा गर्नु? मैले एउटा अर्को कुरा के सुनेको त हैन यसमा, लाइक धेरै हामीहरूको यो पार्ट टाइम राइड गर्ने चाहिँ हाम्रो यो स्कुल बोइजहरू भनौँ न हैन, हाम्रो स्टुडेन्ट दाजुभाइहरू, उनीहरूलाई आफ्नो खर्चको लागि हैन, ठिक छ, एकछिन सुन्नु, त्यो गर्छन्, ठिक छ। अब उनीहरूलाई त कम देऊ बढी देऊ उनीहरूलाई मतलब छैन, किनकि केही समय सर्टेन समयको लागि गर्छ। अनि जो अलिकति कोही रिटायर्ड दाइ भाइहरू, अनि कोही परिवार पाल्नको लागि, कोही आफ्नो दिनचर्या चलाउनको लागि गर्ने अलिकति एजेड मान्छेहरू छन्, सस्तो बाइक किन्छन् हैन। सस्तो बाइक किन्ने बित्तिकै पुरानो लट्ठो भरिहाल्छ। अनि पुरानो लट्ठो पर्ने बित्तिकै जब राइड एक्सेप्ट हुँदैन क्या, सुन्नु, राइड एक्सेप्ट हुँदैन। किन मैले सोद्धाखेरि हैन, म त के सोधिरहेको छु, किनभने सोद्धाखेरि पुरानो बाइक भयो, पुरानो बाइकमा चढ्न मान्दैन अरे, राइडर चाहिँ जतिसुकै राम्रो होस् नराम्रो होस् त्यो छ। अब त्यसमा मैले के सोचेँ भन्दाखेरि किन कम्पनीले कुनै इभी कम्पनीजहरूसँग पार्टनरसिप गरेर उनीहरूसँग बाइक या स्कुटीजहरू लिएर आएर अनि जुन राइडर दाइहरू छन् जसलाई केही गर्न मन छ उनीहरूलाई ल तैँले यति तिर्नुपर्छ त यति तिर, दिनको सब्सक्रिप्सन बेसिसमा हैन, त दिनको यति तिरिस भने यो बाइक त दिनभरि चला, खर्च जति बिग्रियो तेल खर्च कि बिजुली खर्च सबै तिरै भयो, तर तैँले यति चाहिँ मलाई दिनु पर्यो भनेर 2% भनिदियो भने उनीहरूले खुसी खुसी लगेर जान्छन्। यति त किन्ने भनेपछि पनि दिनमा त या महिनामा यति यति उतिर त आफ्नो भना यो पनि भनिदियो भने उनीहरूलाई कति खुसी होला भन्नु त। जुन राइड क्यान्सल भइरहेको छ ओ राइड त्यस्तो गरेछ पठाउले गरेछ अहिले गरेछ, तर त्यसको त्यसैको काम टिप गर्ने हो, त्यो त गलत भयो, त्यसैको काम त्यो गलत भयो हैन। त्यसपछि अब त्यसैको टिप गएर भने त सधैँ पैसा स्कुटी सबैले चढ्दैन। अहिलेको यहाँको हाइफाईको केटीहरूको बानीहरू जसको टेम्पू चढ्ने औकात छ, टेम्पू आज खाली खाली भइदिएछ, बरु 100 रुपियाँ तिरौला। यहाँ जनचेतनाको कमी धेरै छ। यहाँ कसैको छोरी छ भने मेरो छोरीले 10,000 तलब कमाइरहेछ, तर 20,000 को खर्च कहाँबाट ल्यायो भने यहाँ कसैको फ्यामिलीमा खोज्नवाला छैन। सिरियस कुरा हो यो, सिरियस कुरा हो। त त्यो सभ्यता नभएको मान्छे कसरी सुध्रिन्छ? त त्यसलाई लाइनमा ल्याउनु। अहिलेको मैले राइडरको कुरा गरेँ भने राइडरमा 80% अराजक गतिविधि भइरहेछ। 80% तपाईको रातिमा केटीहरू हेर्नु हैन या दिउँसो हेर्नु पुरै मान्नामानी छ। कसैले रोक्नेवाला छ? त्यो भविष्य चल्नेवाला छ देशको? सुधार्नु पर्यो सबै कुराहरू। अवेरनेसको पनि कमी। एउटा युट्युब ब्लगरको हो आइडीले यहाँ पुरै कसैले बोल्न सकेको छैन। देशको इज्जत जान थालेको छ।
तर कसैले महसुस गरेछ छैन दाइ। कस्तो कस्तो भिडियो आउँछ त्यहाँ राइडरमा ब्लग बनाउँदाखेरि बुझे। कस्तो कस्तो कस्टमर हुन्छ त्यस्तो हुन्छ म माने तर त्यसलाई सेफ्टीमा राख्ने हो नि त आजभन्दा 10 वर्ष पहिला पनि थियो त्यस्तो थियो त धेरै कम मात्रामा थियो अहिले बढ्यो अहिले बढ्यो हत्तै बढाएको छ ल यो कुराहरुलाई छोडौँ हैन अहिलेको लागि लगभग जुन तपाईको मेन समस्या भनेको के भन्दाखेरि राइडर्सहरुको लागि हकहितको लागि उनीहरुलाई यो राइड शेयरिङ चलाउँदाखेरि जिन्दगी बनोस् जिन्दगी देखियोस् भविष्य देखियोस् भन्ने हो हैन यसमा चाहिँ तपाई चाहनुहुन्छ कुनै राइड शेयरिङ कम्पनीजको ठूलो पदाधिकारीहरुसँग बसेर मजासँग आफ्नो राइडर्सहरुको समस्याहरु पोख्न चाहनुहुन्छ तपाई के कसरी बढ्दा गाडी राम्रो हुँदा त्यो सबै कुराहरु आफ्नो भन्न चाहनुहुन्छ सो मैले एकदम कुरा बुझेँ हैन जुन तपाईले भन्नुभयो एकदमै दामी कुराहरु भन्नुभयो हैन सकभर यो भिडियो चाहिँ मैले पोस्ट गरिसकेपछि त्यस्ता व्यक्तिहरु यदि हेर्दै हुनुहुन्छ भने चाहिँ प्लिज चाहिँ मैले सम्पर्क गर्दा हुन्छ म दाइले सम्पर्क गरिहाल्छु त्यसपछि हैन त्यो गर्दा राम्रो होला जस्तो मलाई लाग्छ हैन हुन्छ दाइ अब यतिमै छुट्याउन धेरै लामो भिडियो भन्यो तपाईले भन्ने कुराहरु सबै कुराहरु लगभग आयो एकदम खुसी लाग्यो तपाईसँग बोलेर तपाईले सायद राम्रो लाग्यो कम्फर्टेबल हुनुभयो होला जस्तो लाग्यो मलाई म त हिजैदेखि कम्फर्टेबल भएको ल दाइ अब चाहिँ हामी टुक्र्यौ एन्ड अब पछि फेरि भेट्दै गरौँ ल फेरि भेटौँ